दर्शकबिन नमस्कार, तपाईहरुलाई सन्तोष भ्लगर युट्युब च्यानलमा स्वागत छ। अहिले चाहिँ फिफा वर्ल्ड कप 2026 चलिरहेको छ। आज भने बेलुका 12:45 मा फाइनल हुँदैछ। कुन टिमले जित्छ त वर्ल्ड कप? आज भने हामी देवघाटमा छौँ। 25 देखि 30 जना मान्छेलाई सोध्छौँ कुन टिमले जित्छ, उहाँहरूले कुनलाई सपोर्ट गर्नुभएको छ, अन्तिमसम्म हेर्नु होला है त। अनि तपाईहरुले चाहिँ कुन टिमलाई सपोर्ट गर्नुभएको छ र कुन टिमले जित्यो हुन्छ जस्तो लाग्छ कमेन्ट गर्नु होला है त। नमस्कार दर्शकवृन्दहरू, अब भने हामीले यहाँ साउजीलाई सोध्दैछौँ कुन टिमले जित्छ वर्ल्ड कप। आज फाइनल हुँदैछ, उहाँले कुनलाई सपोर्ट गर्नुहुन्छ है त। नमस्कार सर। नमस्ते। आरबी हुनुहुन्छ? एकदम ठिक छ। अहिले चाहिँ 2026 फिफा वर्ल्ड कप चलिरहेको छ, तपाईले चाहिँ कुन टिमलाई सपोर्ट गर्नुभएको छ? पहिला रोनाल्डोलाई सपोर्ट गर्थे पोर्चुगलको, अहिले पछिल्लो चरणमा आउँदै गर्दा स्पेनले जित्दै राम्रो हुन्थ्यो जस्तो मेरो। हजुर, आज चाहिँ स्पेन र अर्जेन्टिनाको फाइनल हुँदैछ, स्पेनलाई सपोर्ट गर्नुभएको छ? मलाई स्पेनको जितमा बढी खुसी हुने अनुभूति भइरहेछ। अघि भर्खरै हामीले एउटा साउजीलाई सोधेका थियौँ कुन टिमलाई सपोर्ट गर्नुभएको छ भन्दा स्पेनलाई भन्नुभएको थियो। उहाँको चाहिँ यो भण्डारी किराना पसल रहेको छ देवघाट धाममा। सबैजनाले यहीँ भण्डारी किराना पसलबाट सब्जीहरू चाहिँ लानुहुन्छ। तपाईँहरू पनि देवघाट आएको बेलामा केही सामान लानु पर्यो भने उहाँलाई सम्झिन सक्नुहुन्छ। अहिले भने हामीले बुवालाई सोध्छौँ, उहाँले नि वर्ल्ड कप हेर्नु रहेछ। 2026 को आज फाइनल हुँदैछ बेलुका 12:45 मा स्पेन भर्सेस अर्जेन्टिना। नमस्कार बुवा, आरामै हुनुहुन्छ? नमस्कार। अनि यो 2026 फिफा वर्ल्ड कपको आज फाइनल हुँदैछ, तपाईँले चाहिँ कुन टिमलाई सपोर्ट गर्नुभएको छ? मैले अर्जेन्टिनाले जित्छ जस्तो लाग्छ। अर्जेन्टिनाले जित्छ र अर्जेन्टिनाले जित्दै हुन्छ जस्तो लाग्छ हजुरलाई? मलाई चाहिँ बुवाले चाहिँ अर्जेन्टिनालाई सपोर्ट गर्नु रहेछ, अर्जेन्टिनाले जित्दै हुन्छ जस्तो लाग्दो रहेछ है त। हस् बुवा, धन्यवाद। जसमा हामीले बुवालाई सोध्दैछौँ, बुवा आरामै हुनुहुन्छ? हजुर आरामै। अहिले चाहिँ वर्ल्ड कप चलिरहेको छ 2026 को आज फाइनल हो, तपाईँले कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ आज? म अर्जेन्टिनालाई सपोर्ट गर्छु। अर्जेन्टिनालाई। हस् धन्यवाद। बुवाले चाहिँ अर्जेन्टिनालाई सपोर्ट गर्नु रहेछ, अर्जेन्टिनाले जित्दै हुन्छ जस्तो लाग्छ बुवालाई? हस्। दर्शकबिन अब हामीले सरलाई सोध्छौँ है त। सर नमस्कार। नमस्कार बाबु। आरामै हुनुहुन्छ? एकदम ठिकठाक छ। आज चाहिँ 2026 फिफा वर्ल्ड कपको फाइनल हुँदैछ, तपाईँले चाहिँ कुन टिमलाई सपोर्ट गर्नुहुन्छ? अब यो चाहिँ अब आज राति हुने 12:45 मा चाहिँ अब दुई प्रतिद्वन्दी टिमहरू छन्। के भनेको एउटा स्पेन भयो, एउटा अर्जेन्टिना भयो होइन। त्यसको लागि चाहिँ अब हामी त सुरुदेखि नै अर्जेन्टिना मेस्सीको फ्यान हौँ। त्यस कारणले यसपटकको उपाधि फेरि तेर्सो लट अब अर्जेन्टिनाले चाहिँ जित्दैछ। ए हजुर, अर्जेन्टिनालाई सपोर्ट गर्नुभएको छ सर? अर्जेन्टिना। अर्जेन्टिनाले जित्दै हुन्छ जस्तो लाग्छ? अर्जेन्टिना उसले जित्छ। सरले चाहिँ अर्जेन्टिनालाई सपोर्ट गर्नुभएको रहेछ। अब सरले भनेको अर्जेन्टिनाले जित्दै हुन्छ जस्तो लाग्छ अरे। हस् धन्यवाद सर। हस् धन्यवाद। फेरि हामीले सरलाई सोध्दैछौँ है त। नमस्कार सर। नमस्कार, धन्यवाद। आरामै हुनुहुन्छ? आरामै छु। आज चाहिँ 2026 फिफा वर्ल्ड कपको फाइनल हुँदैछ, तपाईँले चाहिँ कुन टिमलाई सपोर्ट मैले गर्नुहुन्छ? चाहिँ आज अर्जेन्टिनालाई चाहिँ सहयोग गरेको छु। आज चाहिँ हुने गेम चाहिँ अन्तिम फाइनल गेममा अर्जेन्टिना र स्पेन बिच प्रतिस्पर्धा हुँदैछ र आजको गेम एकदमै रोचक र प्रतिस्पर्धात्मक हुँदैछ भने मैले आज चाहिँ अर्जेन्टिनालाई फुल्ली सपोर्ट गरेको छु र स्पेनलाई चाहिँ 2 गोल बढी हानेर अर्जेन्टिनाले जित्ने सम्भावना बढी छ प्रबल देख्दछु मैले। ए अर्जेन्टिनाले स्पेनलाई 2 गोल बढीले हराउँछ भन्नुभएको छ? हराउँछ भन्ने सरले चाहिँ अर्जेन्टिनालाई सपोर्ट गर्नुभएको रहेछ। हस् धन्यवाद। धन्यवाद बाबु। मैले सबैजनालाई अहिले सोध्दै हिँडेको छु। अब तपाईँहरूलाई पनि सोध्छु, भिडियो हेर्ने जतिलाई हो, तपाईँहरूले कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ तल कमेन्ट गर्नु होला है त। नमस्कार हजुर। नमस्कार। आरामै हुनुहुन्छ? आज चाहिँ 2026 फिफा वर्ल्ड कपको फाइनल हुँदैछ, तपाईँले चाहिँ कुन टिमलाई सपोर्ट गर्नुभएको छ? मैले अर्जेन्टिनालाई गर्दै र अर्जेन्टिनाले जित्छ यो अर्जेन्टिनाले जित्दै हुन्छ जस्तो लाग्छ हजुरलाई? जस्तो लाग्छ होइन जित्छ। हस् धन्यवाद। दर्शकबिन अब चाहिँ हामीले बुवालाई सोध्छौँ। नमस्कार बुवा। नमस्कार। के छ बाबु? ठिकै छ, आरामै हुनुहुन्छ? एकदम ठिक छ। आज चाहिँ फिफा वर्ल्ड कप 2026 को फाइनल हुँदैछ, तपाईँले चाहिँ कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ आज? म त आज अर्जेन्टिनालाई एकदम अर्जेन्टिना आज फर्स्ट क्लास। आज अर्जेन्टिनाले चाहिँ कति गोलले जित्छ होला? 2 गोलले जित्छ कम्तीमा पनि। 2 गोलले। र बुवाले चाहिँ अर्जेन्टिनालाई र सपोर्ट मेसीले 2 गोल हान्यो भनेदेखि मेसीको चाहिँ 1 नम्बरमा हुन्छ त्यो सुनको जुत्ता लाउनेमा। हजुर, गोल्डन बुटमा हो। अहिले एम्बापेको पनि 10 गोल छ। 10 भयो अनि यो असिस्ट कसको धेरै छ त्यो आधारमा हुन्छ। हस् धन्यवाद। ल।